विविध सूचना तथा जानकारीहरूको सङ्गालो नेपाल डायरी टकको नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी 1 महिनासम्म लगातार ओखर खाँदा मुटु, मस्तिष्क र शरीरमा पर्ने प्रभाव र फाइदाबारे कुराकानी गर्नेछौँ। दैनिक ओखर खानुले मुटुको स्वास्थ्यलाई फाइदा पुर्याउँछ। ओखरमा इन्फ्लामेसन अर्थात् सुन्निएको र अक्सिडेटिभ तनाव कम गर्ने गुणहरू हुन्छन्, जसले स्वास्थ्यलाई राम्रो बनाइराख्न योगदान पुर्याउँछ। ओखरमा पोलिफेनोल जस्ता गुणहरू हुन्छन्, जसले पेटको माइक्रोबायोटालाई मेटाबोलाइज गर्छ। यस्तोमा पाचन प्रणाली स्वास्थ्य कायम राख्न पनि ओखर खान सकिन्छ। ओखरबाट प्राप्त ओमेगा 3 फ्याटी एसिडले मस्तिष्कको शक्ति बढाउँछ। ओखरले स्मरण शक्ति सुधार गर्नुका साथै मस्तिष्कलाई फ्री रेडिकलबाट हुने क्षतिबाट पनि बचाउँछ। ओखर खानुको अर्को फाइदा भनेको यसमा मेलाटोनिन, फोलेट, भिटामिन ई र पोलिफेनोल जस्ता न्युरो सपोर्टिभ गुणहरू हुन्छन्, जसले राम्रो मानसिक स्वास्थ्यलाई बढावा दिन्छ। यसले तनाव पनि कम गर्छ। खाजाको रूपमा ओखर खानाले तौल घटाउन मद्दत गर्न सक्छ। यसले भोक पनि कम गर्छ। ओखर रक्तचाप कम गर्न पनि प्रभावकारी हुन सक्छ। यसले रक्तचाप कम गर्न र मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो अवश्य पनि कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाउनुहोला। साथै यस्तै खाले विविध सूचना तथा जानकारीमूलक भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा फेसबुक पेजलाई फलो, लाइक तथा कमेन्ट गर्न नभुल्नुहोला। यो भिडियो हेर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।